नमस्कार अनि स्वागत छ लर्न क्लासमा। आजको क्लास पनि विशेष गरेर गर्भवती महिलाहरूको लागि। आजको क्लासमा हामी कुरा गर्दैछौँ ट्याब्लेट आइरनको। अब ट्याब्लेट आइरन कसरी खाने, कति दिन खाने र कति डोजमा पाइन्छ त हो। आज हामी यही विषयमा कुराकानी गर्दैछौँ। आजको क्लास पनि सदाको जस्तै व्हाइट बोर्डमा हेरेर हामी कुराकानी गर्दैछौँ। म व्हाइट बोर्डमा ट्याब्लेट आइरनको बारेमा लेख्दैछु। ट्याब्लेट आइरन 30 to 60 mg per oral OD। अब ड्रगको नाम भनेको चाहिँ ट्याब्लेट आइरन भयो। अब कति डोजमा पाउँछ भन्दाखेरि यो 30 to 60 mg मा चाहिँ पाउँछ, mg मा। त्यसैगरी यो कसरी खाने भन्दाखेरि चाहिँ पर ओरल, मुखबाट खान सकिन्छ। अब दिनको कतिचोटि खाने भन्दाखेरि चाहिँ दिनको एकचोटि खाँदा हुन्छ है त। अब यसको ड्युरेसनको कुरा गर्ने हो भने चाहिँ कति ड्युरेसनमा खान्छ भन्दाखेरि चाहिँ ड्युरिङ प्रेग्नेन्सीमा चाहिँ 12 हप्ता पछि हामीले चाहिँ यो स्टार्ट गर्न सकिन्छ ट्याब्लेट आइरन। अब कति एमजी खाने भन्दाखेरि चाहिँ यसको डोज भन्दाखेरि एज पर डक्टर अर्डर्स अथवा चाहिँ मिडवाइफ अथवा चाहिँ स्वास्थ्य कर्मीको सल्लाह अनुसार चाहिँ ठ्याक्क 30 देखि चाहिँ 60 mg को डोजमा चाहिँ खान सकिन्छ, जुन चाहिँ मुखबाट खान सकिन्छ। त्यसै गरी दिनको एकचोटि खान सकिन्छ है त। अब त्यसै गरी ड्युरेसनमा मैले अघि पनि भने प्रेग्नेन्सी अथवा चाहिँ गर्भवती भएको 12 हप्तादेखि चाहिँ हामीले चाहिँ ट्याब्लेट आइरन चाहिँ खानलाई सुरु गर्दा हुन्छ। त्यसै गरी यो कति दिनसम्म खाने भन्दाखेरि चाहिँ बच्चा जन्मिसकेपछि अथवा चाहिँ पोस्टपार्टम पिरियडको चाहिँ 6 हप्तासम्म खान सकिन्छ अथवा चाहिँ 3 महिनासम्म पनि खान सकिन्छ है त। अब यसले मेन के गर्छ भन्दाखेरि चाहिँ म यहाँ ड्युरेसन लेखिहाल्छु, पहिला सजिलो हुन्छ। ड्युरेसन प्रेग्नेन्सी भएको 12 हप्तादेखि चाहिँ 12 विक्स टु पोस्टपार्टमको है त। यो भनेको ड्युरिङ प्रेग्नेन्सीको 12 हप्तादेखि पोस्ट पार्टमको 6 विक्स अथवा चाहिँ त्यसै गरी 3 मन्थसम्म चाहिँ हामीले चाहिँ के गर्न सकिन्छ त, ट्याब्लेट आइरन खान सकिन्छ है त। अब यसको मेन इम्पोर्टेन्ट के छ त, ट्याब्लेट आइरन खाँदाको मेन इम्पोर्टेन्ट भनेको चाहिँ सुरुमा चाहिँ यसले म्याटर्नललाई अथवा चाहिँ वुमेनलाई चाहिँ आइरन डिफिसियन्सी एनिमियाबाट बचाउँछ। त्यसै गरी लो बर्थ वेट हुनबाट चाहिँ बच्चालाई लो बर्थ वेट हुनबाट जोगाउँछ। त्यसै गरी अर्को भनेको चाहिँ प्रिटर्म डेलिभरी हुनबाट प्रिभेन्ट गर्छ। त्यसै गरी प्युपेरल सेप्सिसबाट पनि बचाउँछ, मेन इम्पोर्टेन्ट भनेको। अब यो खाँदाखेरि चाहिँ कतिपय वुमेनलाई सामान्य समस्या पनि देखिन्छ। अब कस्तो खालको समस्या देखिन्छ भन्दाखेरि चाहिँ कसैलाई चाहिँ कन्स्टिपेसनको समस्या देखिन्छ, जस्तै हार्ड स्टोल हुनसक्छ। त्यसै गरी अर्को भनेको चाहिँ कसैलाई चाहिँ कालो दिशा अथवा चाहिँ डार्क स्टुल पनि प्रेजेन्ट हुनसक्छ। अब त्यसै गरी कसैलाई चाहिँ नौजिया भोमिटिङ पनि हुनसक्छ भने कसैले चाहिँ एब्डोमिनल क्राम्प पनि फिल गर्नुहुन्छ। यो ट्याब्लेट आइरन खाँदा चाहिँ यो चाहिँ सामान्य समस्याको रूपमा लिन सकिन्छ। अब कसैलाई यस्तो समस्या एकदमै देखिरहेछ भने चाहिँ यो ट्याब्लेट आइरनको डोजलाई पनि हामी अलिकति डिफ्रेन्ट तरिकाले खान सकिन्छ। अब कसरी डिफ्रेन्ट तरिकाले खान सकिन्छ भन्दाखेरि चाहिँ यो पनि आफैले खान चाहिँ मिल्दैन, तपाईँको डक्टर मिडवाइफ अथवा चाहिँ स्वास्थ्य कर्मीको सल्लाह अनुसार चाहिँ खान सक्नुहुन्छ। अब यसको डोजमा चाहिँ चेन्ज गरेर हामी खान सकिन्छ। यसको डोजलाई चाहिँ यहाँ 30 to 60 mg हामी दिनकै खान्छौँ भने त्यस्तो समस्या इफ देखियो भने चाहिँ हामीले चाहिँ 120 mg है 120 mg पर ओरल, तर यो चाहिँ हामीले हप्तामा एकचोटि विकली भन्छ, जसलाई चाहिँ हामीले यसको डोजलाई बढाएर चाहिँ हामीले चाहिँ 120 mg चाहिँ हप्ताको एकचोटि चाहिँ हामीले चाहिँ खान सकिन्छ। अब चाहिँ ट्याब्लेट आइरन खाँदा चाहिँ कसरी खाने त, एकदमै महत्त्वपूर्ण कुरा छ है त। ट्याब्लेट आइरन खाँदाखेरि चाहिँ कहिले पनि तपाईँहरूले ट्याब्लेट आइरन र ट्याब्लेट क्याल्सियम चाहिँ सँगै नखानु होला। 2 घन्टाको फरकमा चाहिँ खान सकिन्छ, तर चाहिँ ट्याब्लेट आइरन र ट्याब्लेट क्याल्सियम सँगै खान हुँदैन। त्यसै गरी अर्को कुरा भनेको चाहिँ दुध दही पनि चाहिँ सँगै नखानु होला ट्याब्लेट आइरनसँग।
2 घण्टाको फरकमा चाहिँ खान सकिन्छ। त्यसै गरी ट्याब्लेट आइरन खाँदाखेरि चाहिँ ट्याब्लेट आइरन सँगसँगै चाहिँ हामीले कागती पानीसँग खाँदा अझ राम्रो हुन्छ। त्यसै गरी अरेन्ज जुससँग खाँदा पनि हुन्छ, जसले गर्दाखेरि चाहिँ आइरन हाम्रो बडीमा राम्रोसँग चाहिँ एब्जर्ब हुन अथवा चाहिँ हाम्रो बडीले चाहिँ लिनलाई हेल्प गर्छ। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? आशा छ क्लियरली रूपमा बुझ्नुभयो होला। केही सल्लाह सुझाव अथवा प्रतिक्रिया भए कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। हस् त, थ्याङ्क यू सो मच।